हामीहरू जगदीशपुर तालमा घुम्न आएको अवस्था धेरै पानी परेको भएर अलिकति गाह्रो भयो हामीलाई एकदम पानीमा भिज्दै। यो जगदीशपुर ताल यस्तो छ लाइक समुद्र मिनी समुद्र पोखराको फेउता जस्तै छ भन्दा पनि हुन्छ। हेलो अङ्कु तिमीलाई कस्तो लागिरहेछ? रमाइलो लागेछ? जाडो त जाडो भयो पानी धेरै परेको हुनाले। यो जगदीशपुर ताल यसरी हामीहरू चाहिँ घुम्न आएका छौँ। साह्रै रमाइलो लागिरहेको छ। यता आइरहेछ यो जगदीशपुर ताल। जाऊ जाऊ बस म पठाइदिन्छु अब। ल यस्तो छ जगदीशपुर तालमा जो कोही पनि आउन सक्नुहुनेछ घुम्न।